मेरो मुखमा हात लागेको मेरो मुखमा आइदिए कस्तो खालको बजे तिहारको उपलक्ष्यमा यसो शुभकामना ठोकिदिनु नि त गाउँको कस्तो भइरहेछ त तिहार तिहार कस्तो भइरह तपाईले टीका लाउनु छोरे कति वर्ष भयो कति वर्ष मस्ते भनेको कता कता गए कता मरिया छ मरै छ नि म त अर्को चाहिँ ल आउ ढौ लाइदिनु नानी ल यसलाई गुन्डी डोको गराइदियो बुवा कि डोको टेकाइदिएर ढोकामा लाइदिन्छ हुने सिरियसमा निद्रा लाग्यो भने के रे हेर दादालाई हेर त यस्तो भएको नानी जुगाएर लैजाइ ल दिदीलाई खुट्टामा ढोगेर पैसा देऊ अब उठेर के ल पहिला ढोग्ने ल पैसा देऊ नमस्ते गर दिदीलाई फेरि पैसा दिने रे गर्नु त्यो पैसा नि दिने होला ए नानी यसलाई एउटा तिनवटा लानमा न सिधा लगाइदियो सिधा नाकको सिधा गइदियो तिनवटा लानमा यहीँबाट चुहाइदियो दिनी भए पो त कसैलाई टाउको समाइदिनु म तपाईँले नाकमा लगाइदियो भाइलाई चामल अलिक धेरै चामल गराइदिनु नि भाइमा सर्दैन अब त्यसरी जानु हल्ला 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 ल भाइ छोड्देऊ अहिले निकाल्नु पर्यो नि ल टोपी लान जानीले ल ल पैसा लाउ भन दिदीलाई नमस्ते ल पैसा दिदीलाई दे दिदीलाई यता यता ल दिदीलाई पैसा समान नमस्ते खै ढोग्ने होला नि तिमीले नि ल आयो बस्को त नि एउटा गुली फेर खुलाइदियो आशीर्वाद दे ल उतो रङ्गिनी लाइदियो टाउकै हल्ला छ त अनि नाम तैँले हल्ला का हुँदै तिमीले खानु त होइन कुन खा त्यतिमा तैँले उडाइदियो क्या तैँले कस्तो भन्नु लानमा
माला दिदीलाई बिहामा पकाउला के रे चिरो नमस्ते गर नमस्ते ल जान्न होला ठुलो मलाई यत्रो सानो ल तिन भाइ उनीहरू फोटो यति मात्र अरूमा ल ल त मुकुन्ने त्यहाँ जाऊ तिमी जाऊ फोटो खिचिदिन्छु ल त्यो खाने होइन कि अहिले खाने होइन भाइ अहिले तिमीहरू यता भन्नु ल यता बस श्रेयांश हो यता आएर सबैले यहाँ आएर काटा लागेको रे हेलिकप्टर जस्तो डिकेली खस खस त्यो टाउको अनि म छमाच्छु र उडान्छु कति करा कता लागेको उठो देख्यो